हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ है। अनि अहिले चाहिँ चट्ट पारामा यो आइसक्यो। अब खानेकुराहरू किन्छौँ। हाम्रो बाइक यहाँ छ, पसल आइसकेको छ। म्याउ म्याउ। ल हामी चाहिँ अब रियल डेस्टिनेसन जान लाग्यो। हाम्रो डेस्टिनेसन देखाइदेऊ न साथी। उता हो हाम्रो डेस्टिनेसन चाहिँ। ल अब चाहिँ हामी जान लाग्यो। ल आउनु ल। हामी चाहिँ आइसक्यो है, यही ठाउँ हो हामी आउने भनेको। राम्रै रहेछ, ठिक्क रहेछ। पिस हो पिस केटा हो। हेलो सम्झी, हेलो भन्देऊ। दामी छ है ठाउँ चाहिँ। अब चाहिँ एकछिन पछि चाहिँ हामी अब यहाँ क्लिप हाल्छौँ, सिनेमेटिकहरू। सो गाइस इन्जोय दिस भिडियो। मजाले दामी रहेछ हौ ठाउँ त, चट्ट पारामा दामी पिस छ है। आज त फेरि वेदर नि दामी हो, दामी हो। सो गाइस इन्जोय दिस भिडियो मजाले। दामी छ है ठाउँ चाहिँ। अब त्यो चिताउनु एउटा सुट सो गाइस यहाँ चाहिँ हात्ती सुतेको अवस्था। हात्ती चाहिँ दामी तरिकाले सुत्दो रहेछ। हात्तीलाई नुहाइदिने रे यहाँ। भन। त्यो गाइजहरू तपाईँहरूलाई स्वागत छ हाम्रो रोमिस सम्झीको भ्लगमा होइन। अब तपाईँहरूले च्यानल लाइक गर्नु पऱ्यो, सब्सक्राइब गर्नु पऱ्यो। अनि हामी चाहिँ यता यो सौदाको एउटा अलि भाइरल भएको ठाउँ भर्खर उदि भएको ठाउँमा आएका छौँ। आज हामी दिन पनि त्यस्तै रहेको छ यहाँनिर होइन। यस्तो दिनहरू देखाइदिनु सम्झी, यस्तै रहेको छ। अनि हामी आउँदाखेरि चाहिँ हामीहरू यो हात्ती देख्यो हामीले। ल देखाइदिनु त हात्ती। ल सुतिँदैछ है। सो गाइस यहाँ चाहिँ हात्तीलाई नुहाउँदैछ। अनि यहाँ चाहिँ मान्छेहरू सब भिड, चट्ट पारा गाइस। हाम्रो सम्झी चाहिँ सम्झी चाहिँ अब यहाँ यसरी फुलमा भिडियो बनाउने। ओके आई विल कम। दामी है आज चाहिँ दिन नि। पानी पर्न लाग्छ। हाम्रो सम्झी यता छ। नामै सम्झी होइन तिम्रो? वाट इज योर नेम? रोमिस भ्लग। आमामा दिन दामी है। म चाहिँ यति बसिरहेको छु चट्ट पारामा।
हेलो आन्टी सो गाइस मम चाहिँ बिजी रहेछ है यहाँ टक्क होटल आएको मम त बिजी पो रहेछ चट्ट पारामा है मम त बिजी हेलो बिजी मम भात पाक्दैछ हाम्रो अब हेलो के छ मामा के छ मामा भान्जाको टिभी पऱ्यो नि कहाँ उता कता नि उता अमेरिकाको टिभी ब्लग भान्जाको ब्लग के हो मामा भान्जाको ब्लग नहेरिकन यो चाहिँ हाम्रो मामाको होटेल डे अफ माई लाइफ डे अफ माई मन नलागो हो किनकि ब्लगहरू हालिराख्नु पर्छ ब्लगले चाहिँ मेमोरिज एउटा क्रिएट गर्छ मेमोरिज त्यही हो भोलिपर्सि अब केही गरेर हेर्न मन लाग्छ आफूलाई त्यो दिनहरू रमाइलो चाहिँ भन्नु त त्यही हो for watching this video. अर्को भिडियोमा छिट्टै भेटौँला है गाइज पिस र सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब रोमिस भ्लग नयाँ नयाँ कन्टेन्टहरू लिएर आउँछु हामी कन्टेन्ट क्रिएटर भनेर भन्न पाउँदा नि खुसी लाग्थ्यो के गर्ने अहिले त धेरै अनि भ्यू स्यु नि बढाउनु पर्यो है युट्युबमा सो गाइज इन्जोय दिस भिडियो मजाले पिस आउट अर्को भिडियोमा छिटै भेटौँला है गाइज ओके मिठो